हत्या भएकी किशोरी भुजेलको परिवारलाई भेट्न यति बेला रासपाका सांसद तथा रासपाका महामन्त्री कविन्द्र बुर्लाकोटी बालजु चौकी आउनु भएको छ। प्रहरीको लापरवाही भन्ने छ होइन, यस्तो केसमा लापरवाही गर्न मिल्दैन। त्यो छ भने त्यो पनि छानबिन हुन्छ। एउटा व्यक्तिको भन्दा अरूको पनि संलग्न छ भन्ने आएको छ खबरहरू। त्यो त अनुसन्धानबाट बुझ्ने कुरा भयो। प्रहरीले अनुसन्धान गरेपछि हुन्छ, अनुसन्धान फितलो हुँदैन। उहाँ यति बेला भेट्नलाई भित्र जाँदै हुनुहुन्छ। रासपाका महामन्त्री कविन्द्र बुर्लाकोटी बालजी चौकीमा प्रवेश गर्नुभएको छ। मृतक किशोरी भुजेल गोर्खा क्षेत्र नम्बर 1 की शहीद लोहन गाउँपालिका नामजुङकी हुन्। यति बेला रासपा महामन्त्री बालाजुको प्रशासनसँग भेटघाटको लागि भित्र प्रवेश गरिसक्नु भएको छ।